तपाईँहरूले आज हामी श्रम संस्कृति पार्कतिर तपाईँहरूलाई घुमाउनु लाँदैछ। हेर्नुहोस्, श्रम संस्कृति पार्क धरान, पूर्व नेपाल, कुशी अञ्चल, सुनसरी जिल्लामा यो पर्दछ। श्रम संस्कृति पार्क मेयर हर्क साङपाङको नगरपालिकामा अहिले हामी आएका छौँ। श्रम संस्कृति पार्क धरान, तपाईँहरूले हेर्दै जानुहोस् यहाँका दृश्यहरू, विभिन्न दृश्यहरू, र तपाईँहरू पनि यसमा घुम्न आउनुहोस् भनेर म अनुरोध गर्दछु। धन्यवाद। देखियो साँचो मार्ग मुखडाको रहेछ संस्कृति पार्क हाम्रो पहिचान। श्रम र संस्कारको नयाँ बिहान हर्क साम्पाङको दृढ ठोट धरान उठ्दैछ गर्वको चोट। धरान उठ्दैछ गर्वको चोट। भाषण होइन को जान इतिहास कला सपना जोड्दै पार्कले भन्छ हामी अघि बढ्दै अन्तिम संस्कृति बाँचोस् शहर हाँसोस् श्रमको बाटो कहिले न टुटोस्। MM7 लभ टिभी आउँछ है। ल भाइरल हुन्छ। हजुर भाइरल MM7 लभ टिभी कहाँबाट आएको? बाइ हामी लक्ष्मी चोक रत्नबारी उर्लाबारी। ल धन्यवाद। MM7 लभ टिभी हेर्नु। कुन ठाउँ हो? कहाँ गएको छ बोल्नु नि। धरानको क्या हो के पार्क गरेको? होइन श्रम संस्कृति पार्क। संस्कृति पार्क हाम्रो पहिचान श्रम र संस्कारको नयाँ बिहान हर्क साम्पाङको भिरकोट धरान उठ्दैछ गर्वको चोट।
उठ्दैछ गर्वको चोट अन्तरा दे फडानको माटो बैछा जश्रमको दैक पगुन भन्छ साज फावडा समाते मेयर हर्क काममै देखियो साँचो मार्ग मुखडा संस्कृति पार्क हाम्रो पहिचान श्रम र संस्कारको नयाँ बिहान हरका सम्पङ्गको दृढ ठोट धारा न उठ्दैछ गर्वको चोट प्लिज लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु हुनु सबैलाई अनुरोध छ धन्यवाद भाषण होइन पसिनाको माना जनतासँगै उभिएको जान इतिहासकाला सपना जोड्दै इतिहासकाला सपना जोड्दै पार्कले भन्छ हामी अघि बढ्दै अन्तिम संस्कृति बाँचोस् सहर हाँसोस् श्रमको बाटो कहिल्यै नटुटोस् त्यस्तै त्यस्तै छ बहादुर ब्रिटिश इन्डिया रहेछ है जाला सबै लाभा यो त ब्रिटिस इन्डियाको एउटै सिग्नलको एउटै यहाँ बस्नु न गोर्खा चौतारीमा यता सुन्नु यहाँ बस्नु त तीनजना ब्रिटिस इन्डियाको यहाँ बस्नु ऊपर खोपला हेर न खोपला हेर गोपिना निकल नार कहाँ हामी आइपुग्यो अरे गोर्खा चौतारी भन्नु न गोर्खा चौतारी इन्डिया र नेपाल इन्डिया नेपाल अनि ब्रिटिसले बनाएको नेपाल होइन ब्रिटिस र इन्डियाले मात्र 11 उनलाई डोनेट गरेको यो नाममा मैले लेखेको रहेछु गोर्खा चौतारीमा यो चाहिँ सबसे राम्रो मेरो यहाँ हाम्रो ज्वाइँको रेजिमेन्टको 11 GR सेकेन्ड 11 GR को गोर्खा चौतारीमा बनाएको छ यो एउटा उहाँ पनि सेकेन्ड 11 GR होइन 11 GR हुनुहुन्छ इन्डिया 11 GR को यो पनि हाम्रो 9 यस्तो
आउँछ नि त्यो कोटी सायद हाम्रो पापाहरूको गाउँको फोटोको रहेछ फोटोको द क्विन एन्ड गोर्खा रेजिमेन्ट यहाँ सिग्नल रेजिमेन्ट एउटै हाम्रो र यो एउटै हो सिग्नल रेजिमेन्ट इन्जिनियर यो चाहिँ पापाको रेजिमेन्ट युनिटको यो क्विन गोर्खा इन्जिनियर यो चाहिँ हाम्रो बुवाको रेजिमेन्ट उसको युनिटको यो सेभेन्थ डिक अफ रेजिमेन्ट यो रानीलाई हेर्ने हो रेजिमेन्ट जस्तो छ होइन रानीलाई हेर्ने रेजिमेन्ट आज हामी यो सोम संस्कृति पार्क धरानमा आएका छौँ। तपाईँहरूले आउनुहोस्, एकदम राम्रो छ यो पार्क। आन्तरिक पर्यटकलाई बढाउँ। मेयरहरूको साम्पाङको नेतृत्वमा यो बनेको पार्क एकदमै राम्रो छ, एउटा श्रमको नमुना छ। तपाईँ नि आउनुहोस्। धरान इस्टर्न नेपाल, पूर्व नेपालमा पर्दछ। यो धरान नगरपालिकाको उत्तरतर्फ रहेको छ यो श्रम संस्कृति पार्क। श्रम गरेर के हुँदैन, जे पनि हुनसक्छ। त्यसले हामी सबैले श्रम गरौँ भन्दै यो मेरो MM7 लभ टिभीलाई सब्सक्राइब सेयर गरिदिनु सबैलाई अनुरोध छ। यस्तो भिडियोहरू तपाईँहरूलाई रमाइलो भिडियोहरू फेरि लिएर आउनेछौँ। लाइक सब्सक्राइब र सेयर गरिदिनु हुन अनुरोध छ। धन्यवाद। यही देखि जाने कि कोही देखि जाने यही देखि
भिडियो यही हो यो मेयर भयो नि हर्कसमा होइन हर्कसँग यो बनाउने लाबर भनौँ मेयर हर्कसम्मको सालिक अगाडि हामी फोटो खिचिरहेका छौँ देखिँदैछ नि दुईजना हाम्रो सबैको चस्मा देखिँदै छैन देख्दैछ कहाँ देख्दैछ छैन नि शालिग अगाडि मेयर हर्कसँगको शालिग अगाडि हामी यहाँनिर धरान सम संस्कृति पार्कमा आएर फोटो खिचिरहेका छौँ बहुत राम्रो रहेछ सम संस्कृति पार्क लु यो हल्का सानो ताता हो यहाँ गोडेको कति रहेछ यता त हेर्नु भएन यताबाट हेर्दै अब यताबाट आउनु भालेको त सबै स्मृति गरेछ मरेकोहरूको नाउँमा स्मृति ढाकाले रोकेको उहिले उहिलेको बाजेहरूले यसरी हेलो जो अब बाहिर आइसकेको छौँ संस्कृति पार्कबाट सम संस्कृति पार्कको आजको घुमघामको अन्ततिर आएका छौँ दर्शक महानुभावहरू एकदम आजको यो हाम्रो यात्रा एकदम रमाइलो लाग्यो राम्रो लाग्यो मनमोहक लाग्यो साँच्चै सुन्दर रहेछ यो धरान अझै पनि यो सम संस्कृति पार्क अझै घुमाउँ लाग्दो रहेछ तपाईँ पनि आउनुहोस् घुम्नुहोस् सम संस्कृति पार्क एउटा नमुना पार्क छ श्रमको र यहाँ यसमा विभिन्न संस्कृति झल्काउने यहाँ दृश्यहरू पनि तपाईँहरू हेर्न सक्नुहुन्छ संस्कृति झल्काउने विभिन्न यहाँको विभिन्न अवस्थाहरू हेर्नुहुन्छ आउनुहोस् हेर्नुहोस् धन्यवाद आजलाई खाना चाहिँ कहाँ खानु